लिलीमा राख यसमा खिचेर मार्छ क्या मलाई चस्मा सुन न एउटा भुजा पुग्दैन कि एउटा भुजा पुग्दैन यो ल्याऊ के यो ल्याऊ यो ल्याऊ दुईटा पुग्छ सप कति बोक्नु पर्यो गयो होला 10 लियो क्या हो 1 2 3 4 5 6 7 8 आठवटा पुग्छ होइन यो चाट मसला चटपटी भनेको छैन यही हुन्छ मिठो हुन्छ राख्छ यो राख्छ खान्छ यो नराख्दा मिठो हुँदैन र अनि यत्रो अहिले एकचोटि खानलाई थोरै खनाउँछौँ हामी टु मच मिलीमा हामी सामान बोकेर यसरी हिँड्दैछौँ बिग मार्टले झोला दिएन सामान ल्याएर नपकाइकन काम चोरी गर्ने मान्छेहरू त्यहाँ हेर्नु न गसिप चलिरहेछ मस्त गसिप अर्को कामचोर ग्याङहरू यिनीहरू बहिनीहरू जसले काम गर्दै हुनुहुन्छ निलिमा के गेस हमने किया कोई आलू छोड़ा हो ना दिल्ली आलू यहाँ राखिदिनु भा थ्याङ्क यू गोलभेडा पखाल्नु त त्यो दाइले खाएर सकाउँछ नि नबोला हुन्छ के ताल होला काम गर्ने बेला गर्दैन रमाइलो गर्ने बेला चाहिँ नाटक देखाएर चाहिँ यहाँ नाटक देव लवर नाटक अर्को नौटङ्की है वाउ गुड जब म चाहिँ क्यामेराम्यान नै म नि अलि गएर जस्तो नाटक गर्छु नि सिस्टर खासमा सबैको काम छ कि टक्कै म राजेश दाइलाई उठाएर ल्याउँछु राजेश दाइ आउनु यो भ्लग चुपलाएर उठ्नुहुन्छ कि पिटौँ हजुरलाई अब 1 2 3 कम छिटो के एकैछिन सकिन्छ खाली भए जति आउनु न म अभिनव दाइलाई त भन्न सक्दिनँ लक्ष्मी दिदी भाइ भन्न सक्थेँ हो म्यानेजर सर फर्काउनु त जानु भनेर छिटो आउनु यहाँ अलिक चटपटे माग्न आएको दिँदै दिन्न अन्त हेल्पर अब के गर्नु भन्दा प्याज काट्नु यो पखालिदिनु नि त नातेस दानिशलाई एउटा इन्टरभ्यू है तिमीलाई कस्तो भइरहेको छ तिमीहरूको गुडुमा डेभलपमेन्ट कस्तो भइरहेको सिनेमेटिक जस्तो
बस्ने होला छोड्नु न छोड्नु न काम भनेको प्याज छुरिन अनि प्याज काटेको देखाउँछु आलु कहाँ म्यानेजर सर यता हुँदो रहेछ अनि एक दुई शब्द दिन्न तिनीहरूलाई आलु चिसो भइहालेको हुन्छ अलिकति प्याज काट्दा पनि मैले ढिलो आउँछ कि भएको त म गर्छु छोड्नु वाह चपर ल काट्दिनँ छोड्नु दाइ छोड्नु म्यानेजरले काम गर्छु भनेर गरिदिनु पर्छ दाइ सानो सानो हुनुपर्छ नि त वाह वाह हाम्रो राइडर प्याज कटर यो हाम्रो देवेन्द्र म्यानेजरको काम हो पर्फेक्ट आलु यता काटेका छौँ ल तिमीहरू तिनजना मिलेर घोप्टा हो त चिसो हुनुको लागि हो कुकर्समै हो क्या उद्घाटन अब यस ल हालिहाल त उता मटरी सुप प्याज चाहिँ कति हातले झिक्यो के हुँदैन अनि चाउचाउ हाल्नु भुजा टाउको बढी भयो है टिका लगेर हालो आधी हाल न आधी हाल न आधी हाल यत्रो चाहिन्छ हामीलाई त्यो भुजाहरू कन्टेनरमा राख्नु हुँदैन बिहानी मोमबत्तीले तालिदिनु न मसला हातले काट्नु भने खुल्ला थियो त यहाँ एक दुईवटा गाई त्यो खोजिदिनु न नुन खुर्सानी हलुको फोटो त्यो कागती लिएर आऊ एक वाटा लिलीवाला यस्तो सबै आउँछ भित्रमा अनि मेरो हात पोल्यो नि पिरो छैन खुर्सानी छैन कसले नि धुलो छैन कि त्यही भएर कहाँ
भइगयो मलाई खोइ भएको कि यो सानो चाहिँ भाडामा बनाएको छैन कि गाइस हाम्रो चटपटी पार्टी यति नै हो आजलाई भ्लग यति नै बाई बाई